ओहो, तपाईँको त सुगर 150 पुगेछ, 200 पुगेछ, 250 पुगेछ। मुख पार्नुहुन्न कि क्या हो? मन लाग्दो खाने, जे मन लाग्यो त्यही खाने, औषधि खानुहुन्न कि क्या हो? हामीहरूमध्ये कतिजना डाक्टरहरूले, साथीहरूले, विशेष गरी स्वास्थ्यकर्मीहरूले र घरका सदस्यहरूले पनि बिरामीलाई बारम्बार यही प्रश्न गर्ने गर्छौँ, तपाईँ सुगरको बिरामी हुनुहुन्छ, तपाईँले मुख बार्नुहुन्न कि क्या हो? तपाईँ हिँड्दै हिँड्नुहुन्न कि क्या हो भनेर चाहिँ भन्ने गर्दछौँ। अब यो सुगर कन्ट्रोल, सुगर भन्ने कुरा पहिला त बुझ्नु पऱ्यो। मधुमेह अर्थात् डायबिटिज भनेको चाहिँ रोग हो कि अवस्था हो? हुन त यसलाई रोगै मानिन्छ, एउटा डिजिज, नन कम्युनिकेबल डिजिजमा राखिन्छ। तर यसको सम्बन्ध भनेको हाम्रो शरीरको मोटोपनासँग पनि हुन्छ, हाम्रो शरीरको फ्याटी कति छ, बोसोको मात्रा कति छ शरीरमा, त्यसलाई पनि भर पर्छ, जसलाई हामीले ओबेसिटी भन्छौँ, मोटोपनासँग सम्बन्धित। र धेरैजसो अवस्थामा चाहिँ प्रेसरसँग पनि सम्बन्धित भएर चाहिँ सुगरको रोग आइरहेको हुन्छ। सुगरलाई मैले चाहिँ रोग भन्दा पनि अवस्था भनेर भन्न रुचाउँछु, किनभने सुगर कहिले पनि सन्चो हुने बिमार होइन, बुझ्नु पऱ्यो। सुगर जबसम्म लाग्दैन, अर्थात् सुगर उच्च रक्तचाप जस्तै हाई ब्लड सुगर भएको अवस्थामा हामीले डायबिटिज भनेर भन्छौँ। त्यसको एउटा निश्चित लेभल हुन्छ, जस्तो खाना खानभन्दा अगाडि 110सम्म छ भने हामीले कन्ट्रोल मान्छौँ है। खाना खाँदा 140भन्दा कम छ भने हामीले गुड कन्ट्रोल भनेर मान्छौँ। जब खाना खाइसकेपछिको सुगर 140देखि 200तिर पुग्छ, हामीले सुगर बढेको भनेर मान्छौँ, र 200भन्दा माथि हो भने धेरै नै बढेको मान्छौँ। र खाली पेटमा पनि त्यही 126सम्म छ भने हामी बढेको मान्छौँ, 126भन्दा माथि छ भने धेरै नै बढेको मान्छौँ। तर यो भन्दै गर्दाखेरि सुगरको मात्रा मिल्छ, जति बेला कन्ट्रोलमा हुन्छ भन्ने चाहिँ छैन। र मैले कति औषधि खाँदा पनि, मैले एक्सर्साइज गर्दा पनि सुगर कन्ट्रोलमा आएन डाक्टर साहब भनेर चिन्तित हुनुहुन्छ भने त्यो चिन्ता स्वाभाविक हो। तर यति बुझौँ कि सुगर फ्लक्चुएटिङ हुन्छ, यसको एउटा निश्चित लेभल हुन्छ। सुगरलाई मिलाउने चक्करमा खानै नखाने, एकदमै एक्सर्साइज गर्ने, थकान हुने होइन, औषधि हाई डोजमा माग्ने, हाई डोजमा दिने काम चाहिँ बन्द गरिनुपर्छ। यदि सुगर 200को एराउन्डमा मेन्टेन भइरहेको छ भने पनि हामी साह्रै धेरै आत्तिनु चाहिँ हुँदैन है। खाली पेटमा सुगर 126देखि 130-135सम्म छ भने पनि हामी धेरै आत्तिनु चाहिँ हुँदैन। यदि हाम्रो मोटिभ ठिक छ, हामीले सुगर कन्ट्रोल गर्ने प्रयत्न गरिरहेका छौँ, सामान्य प्रयत्न गरिरहेका छौँ, मुख गुलियो कुराहरू बार्न सुरु गरिसकेका छौँ, जीवनयापनमा परिवर्तन गर्न थालिसकेका छौँ, खानाहरू मिलाउन थालेका छौँ, व्यायामहरू गर्न थालिसकेका छौँ भने सुगर यो रेन्जमा बस्यो भने सुगर धेरै आत्तिनु पर्दैन। तर हामीले नचाहिँदो साइकोलोजिकल स्ट्रेस दिने काम, तपाईँ त कन्ट्रोलै गर्नुहुन्न, तपाईँको बढी छ, तपाईँ अब जानुहुन्छ होइन, तपाईँले एक्सर्साइज गर्नुहुन्न क्या हो, तपाईँले पुरै खाइदिनुहुन्छ कि क्या हो भनेर भन्ने गर्दछौँ। त्यसले चाहिँ अलिकति बिरामीलाई साइकोलोजिकल असर पर्ने गर्छ। र जब साइकोलोजिकल असर पर्छ, त्यसले चाहिँ अलिकति पारिवारिक टेन्सन, स्ट्रेस पनि बढाउँछ। मलाई साँच्चै मेरो सुगर कन्ट्रोल नभएर मलाई गाह्रो हुने हो त, मेरो घर परिवार, मेरो साथीभाइले मलाई हेर्ने नजरिया फरक हुन्छ कि मेरो सुगरको बढेको भएर अरू कसैलाई गाह्रो हुन्छ कि मलाई नै के हुन्छ कि भन्ने चिन्ताले बिरामीहरूले खानै नखाने, निद्रा नपुर्याउने होइन, मनोवैज्ञानिक असरहरू जस्तो एन्जाइटी, डिप्रेसनहरू आउने, बिरामीलाई अनेक समस्याहरू चाहिँ आइपुग्ने हुन्छ। त्यसको चक्करमा बिरामीले चाहिँ धेरै चाहिनेभन्दा बढी एकदमै स्याहार फ्याफा गर्दा एक्सर्साइज गर्ने, खानै छोड्ने होइन, अलिकति खाँदा पनि बढ्छ भन्नुभयो डाक्टर साहबले, मैले खानै छोडिदिन्छु भन्नुहुन्छ, त्यो चाहिँ गर्नु हुँदैन। सुगर बरु अलिकति बढ्यो भने त्यति असर गर्दैन जति सुगर कम भयो भने। वात्त सुगर कम हुनु जहिले पनि नराम्रो हुन्छ। 50-60 भन्दा तल आउन थाल्यो भने हामी सुगर घटेको मान्छौँ। र यस्तो हुने बिरामीमा मुटु हल्लिने, चिटचिट पसिना आउने, टाउको दुख्ने, घुमाउने होइन, एक्लै हिँड्न गाह्रो हुने र बस्नुपर्ने र कसैलाई बेहोसै हुने सम्मको असरहरू देखिन्छ। यस्तो भयो भने हामीले चिनी, गुलियो पानी, मिठाई, मिश्री र अरू जे एभाइलेबल कुराहरू हुन्छ त्यो चाहिँ हामीले पिउनु पऱ्यो, खानु पऱ्यो है। र हामी चिकित्सकहरू पनि त्यति काउन्सिलिङमा चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ, उहाँको सुगर पहिलाको भन्दा कति कन्ट्रोल छ,
लेभलमा आइसकेको छ कि छैन, लेभलमा ल्याउन के गर्ने भन्ने कुराहरूलाई चाहिँ भन्नु पर्यो। र विशेष गरी खानामा चाहिँ खानै नखाने होइन, थोरै खाने, धेरै पटक खाने, मिलाएर खानु पर्यो। चिल्लो पिरो कम गर्ने, सुगरसँगै प्रेसरको कन्ट्रोल गर्ने, मोटोपना कन्ट्रोल गर्ने, ओबेसिटी कम गर्ने हैन। त्यसपछि चाहिँ थोरै थोरै खाना, धेरै पटक खान मिल्छ। लेस क्यालोरी डाइट भन्छ, लेस क्यालोरी डाइट, हाई प्रोटिन डाइटहरू हामीले खान सक्छौँ। र यो यति गर्नु सक्यो भने अलिकति सुगर भएको बिरामीलाई चाहिँ साइकोलोजिकल असर चाहिँ पर्ने गर्दछ। उहाँहरूले चाहिँ सुगरलाई रोगभन्दा पनि अवस्थाको रूपमा मान्नुहुन्छ। शरीरमा सुगरको मात्रा कन्ट्रोलमा ल्याउनु सबैभन्दा ठुलो कुरो हो, तर कहिलेकाहीँ अलिकति अपडाउन हुनसक्छ। त्यसलाई चाहिँ विचार गरौँ। हस्, धन्यवाद।